विक्रम सम्वत 1779। सोचौ त, एउटा सानो पहाडी राज्य गोर्खा, अनि त्यहाँ जन्मेका एक राजा जसको सपना उनको राज्यभन्दा कैयौं गुणा ठूलो थियो। हो, ती थिए पृथ्वीनारायण शाह। आज हामी त्यही सङ्घर्ष, त्यही रणनीति र त्यही साहसको कथामा डुब्नेछौँ जसले आधुनिक नेपालको जग बसाल्यो। हो, यो पूरै यात्राको सुरुवात केवल एउटा सपनाबाट हुन्छ। छरिएर रहेका राज्यहरूलाई जोडेर एउटा विशाल अखण्ड नेपाल बनाउने सपना। तर प्रश्न यो छ, यो सपना कसरी साकार भयो त? ल, सुरु गरौँ है त यो ऐतिहासिक यात्रा। विक्रम सम्वत 1779 गोर्खामा जन्मेका पृथ्वीनारायण शाहको आँखा काठमाडौँ उपत्यकाका ती सम्पन्न मल्ल राज्यहरूमा थियो। तर यो केवल विजयको भोक मात्रै थिएन, यो त एउटा विशाल राष्ट्र निर्माण गर्ने अभियानको पहिलो पाइला थियो। उनको अभियानको पहिलो निशाना बन्यो नुवाकोट, विक्रम सम्वत 1801 असोज 15 गते। तर यो जित केवल रणनीतिको हिसाबले मात्र महत्त्वपूर्ण थिएन, यसमा एउटा व्यक्तिगत कथा पनि जोडिएको थियो जुन अब हामी हेर्नेछौँ। नुवाकोटमाथिको आक्रमण कुनै हतारमा गरिएको निर्णय थिएन। बिल्कुल थिएन। यसको पछाडि त वर्षौंको तयारी र एउटा एकदमै चतुर रणनीति लुकेको थियो। हो, यो बदलाको अवसर पनि थियो, किनभने यही नुवाकोट थियो जहाँ उनका पिता नरभूपाल शाहले नराम्रोसँग हार बेहोरेका थिए। अब पृथ्वीनारायण शाह त्यो हारको बदला लिन चाहन्थे, आफ्नो पिताको अधुरो सपना पूरा गर्न चाहन्थे। तर उनको तरिका फरक थियो। उनले वर्षौंसम्म तयारी गरे, गोर्खाका जनताबाट पैसा उठाए, बनारस पुगेर आधुनिक बन्दुकहरू ल्याए अनि आफ्नो सेनालाई नयाँ युद्धकलामा पोख्त बनाए। र असोज 15 को त्यो अँध्यारो रातमा उनले तीनतिरबाट नुवाकोटमाथि धावा बोले। त्यो रात गोर्खाली सेनाले नुवाकोट जित्यो र यो जितसँगै काठमाडौँ उपत्यका र तिब्बत बीचको त्यो महत्त्वपूर्ण व्यापारिक मार्गमा गोर्खालीहरूको नियन्त्रण भयो। यो मल्ल राजाहरूको अर्थतन्त्रमाथिको पहिलो र सबैभन्दा ठूलो चोट थियो। अब नुवाकोट जितेपछि त उनले सिधै उपत्यकामा हमला गर्न सक्थे, तर उनले त्यसो गरेनन्। एउटा प्रश्न उठ्छ, किन? किनभने उनको अर्को चाल युद्धभन्दा पनि खतरनाक थियो। उनले एउटा अवैध आर्थिक नाकाबन्दीको जाल बुन्न सुरु गरे। उपत्यका वरिपरिका सबै डाँडा र गढीहरू कब्जा गरेर भित्र पस्ने हरेक बाटो बन्द गरिदिए। अब उपत्यकामा नुन, कपास र अन्न जस्ता अत्यावश्यक सामानहरूको आपूर्ति ठप्प भयो। यो नाकाबन्दी कतिसम्म कडा थियो भने उनले आदेश नै जारी गरेका थिए, कोही पनि तस्करीमा संलग्न भेटियो कि उसलाई तुरन्त मृत्युदण्ड दिइनेछ। यो रणनीतिले उपत्यकालाई भित्रभित्रै कमजोर बनाउँदै लगेको थियो। तर एकीकरणको यो यात्रा सधैँ सफल मात्रै त कहाँ थियो र? एउटा यस्तो समय पनि आयो जब उनले ठूलो हारको सामना गर्नु पर्यो। एउटा यस्तो हार जसले उनको सङ्कल्पको कडा परीक्षा लियो। विक्रम सम्वत 1814 कीर्तिपुरमाथिको पहिलो आक्रमणमा गोर्खाली सेना नराम्ररी पराजित भयो। कीर्तिपुर, जुन उपत्यका पस्ने मुख्य ढोका थियो, त्यही यति ठूलो झट्का लाग्यो। यो हार केवल सैन्य पराजय मात्र थिएन, यो त व्यक्तिगत क्षति पनि थियो। यही युद्धमा उनले आफ्नो सबैभन्दा विश्वासिला सेनापति र मिल्ने साथी वीर कालु पाण्डेलाई गुमाए। तर पृथ्वीनारायण शाहले हार मानेनन्। बरु उनले भने, हारले मलाई बल दिएको छ। यो घटनाले उनको दृढतालाई झनै बलियो बनाइदियो। कीर्तिपुरको हारपछि उनले आफ्नो रणनीति नै बदले। विक्रम सम्वत 1819 मा उनले मकवानपुरमाथि विजय हासिल गरे। यो उनकै ससुराली राज्य भए पनि यसलाई जितेर उनले भारतबाट उपत्यका आउने दक्षिणी मार्ग पनि पूर्ण रूपमा बन्द गरिदिए। अब मल्ल राजाहरू चारैतिरबाट घेरिएका थिए। उत्तर, दक्षिण, पूर्व, पश्चिम सबैतिर गोर्खाली सेना। अब समय आएको थियो अभियानको अन्तिम र सबैभन्दा निर्णायक चरणको। दुई पटकको असफल प्रयास र लामो घेराबन्दीपछि विक्रम सम्वत 1823 चैत्र 3 गते कीर्तिपुरले अन्ततः घुँडा टेक्यो र यो जितले काठमाडौँ उपत्यकाको मुख्य ढोका नै खोलिदियो। कीर्तिपुरको पतनपछि त मल्ल राज्यहरू तासको पत्ता ढले झैं एकपछि अर्को गर्दै ढल्न थाले। हेर्दा हेर्दै विक्रम सम्वत 1825 असोज 13 मा काठमाडौँ, त्यसको 12 दिन नबित्दै असोज 25 मा ललितपुर र अर्को वर्ष 1826 मङ्सिर 1 मा भक्तपुरमाथि विजय हासिल भयो। काठमाडौँ विजयको कथा त झनै रोचक छ। उनले आक्रमणको लागि इन्द्रजात्राको रात रोजे
जब राजा जयप्रकाश मल्ल र सारा सहर उत्सवमा डुबेको थियो। गोर्खाली सेनाले अचानक हमला गरेपछि राजा भागेर भक्तपुर पुगे र पृथ्वीनारायण शाह हनुमान ढोकाको सिंहासनमा बसे। ललितपुरमा भने युद्ध नै भएन। त्यहाँका प्रधानहरूले आफै दरबारको ढोका खोलिदिए। तर भक्तपुरमा 2 दिनसम्म भयङ्कर युद्ध भयो र अन्त्यमा राजा रणजित मल्लले आत्मसमर्पण गरे। यससँगै उपत्यकामा मल्ल शासनको पूर्ण रूपमा अन्त्य भयो। उपत्यका विजय एकीकरणको मुटु थियो, तर यो अन्त्य थिएन। अब उनको सपना एउटा सानो राज्यबाट एउटा विशाल राष्ट्र निर्माणतर्फ अघि बढ्यो। उपत्यका एक भएपछि एकीकरणको गति रोकिएन। अब उनको नजर पूर्वतिर सोझियो। उनले आफ्नो सेना पठाएर किरात राज्यहरू, चौदण्डी र विजयपुर पनि जिते। विक्रम सम्वत 1831सम्ममा त उनको सपनाले एउटा विशाल आकार लिइसकेको थियो। नेपालको सिमाना पूर्वमा मेची नदीसम्म फैलिसकेको थियो। पृथ्वीनारायण शाहको सफलताको रहस्य कुनै एउटा कुरामा मात्र थिएन, बरु उनको बहुआयामिक रणनीतिमा थियो। उनले प्राचीन नीतिहरू साम, दाम, दण्ड, भेद अर्थात् कहिले मिलाएर, कहिले किनेर, कहिले दण्ड दिएर र कहिले फुटाएर सबैको प्रयोग गरे र यसलाई उनले आधुनिक कूटनीति, युद्ध र सबैभन्दा महत्त्वपूर्ण कुरा सही समयको प्रतीक्षासँग जोडे। उनको यो कथाले हामीलाई एउटा प्रश्न सोध्न बाध्य बनाउँछ। के पृथ्वीनारायण शाह केवल एक महत्वाकांक्षी राजा थिए जसले आफ्नो राज्य विस्तार गरे, वा उनी साँच्चै एक दूरदर्शी राष्ट्र निर्माता थिए जसले छरिएका टुक्राहरूलाई जोडेर एउटा राष्ट्रको परिकल्पना गरे? यो प्रश्नको जवाफ इतिहासले हामी सबैलाई खोज्न छोडिदिएको छ।